नमस्ते। आज हामी एउटा निकै नै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ। त्यो हो हाम्रो पृथ्वीमा भइरहेको उथलपुथल अनि हाम्रै वरिपरि पाइने जडीबुटीहरू र यी दुई बीचको एउटा अनौठो सम्बन्ध। सुन्दा अलि अनौठो लाग्न सक्छ होइन त? एकातिर समुद्रको बढ्दो सतह, अर्कोतिर हजारौं वर्षदेखि प्रयोग हुँदै आएका जडीबुटीहरू। तर हाम्रो ग्रहको स्वास्थ्य र हाम्रो आफ्नै स्वास्थ्य कसरी जोडिएको छ भनेर बुझ्न यो प्रश्न एकदमै महत्त्वपूर्ण छ। ल अब यसैको गहिराईमा डुबौँ है त। सुरुमा ठूलो चित्रबाटै कुरा गरौँ। जलवायु परिवर्तनले हाम्रो महासागरहरूमा कस्तो असर पारिरहेको छ भन्नेबारे। खासमा जलवायु परिवर्तन भनेको के हो त? सोझो भाषामा भन्नुपर्दा यसले हाम्रो वायुमण्डलको बनोट नै बिगारिदिन्छ अनि त्यसैको असरले कहिले बेमौसममा पानी पर्छ, कहिले खडेरी लाग्छ त कहिले सोच्दै नसोचेको आँधी बेहिरी आउँछ। अब यो आँकडाले त चकित नै बनाउँछ। विश्वव्यापी तापमान वृद्धिको कारण जुन अतिरिक्त गर्मी पैदा भएको छ त्यसको 90% बढी हिस्सा त हाम्रो महासागरहरूले सोसेर बसेका छन्। मतलब यी सबै ठूला परिवर्तनहरूको मुख्य कारण यही नै हो। महासागर तातो हुनुको सबैभन्दा प्रष्ट देखिने असर हो समुद्री सतह माथि आउनु। तर यो कसरी हुन्छ त? आउनुहोस् यो प्रक्रियालाई अझ नजिकबाट हेरौँ। यो प्रक्रिया बुझ्न खासै गाह्रो छैन। हेर्नुस् है, जब पृथ्वी तात्छ, हिमाल र ध्रुवमा जमेको हिउँ पग्लिन थाल्छ। त्यो पग्लिएको पानी बग्दै बग्दै समुद्रमा गएर मिसिन्छ। अनि समुद्रमा पानीको मात्रा बढेपछि के हुन्छ? स्वाभाविक रूपमा सतह माथि आउँछ। ल अब ग्रहमा पर्ने असरबाट अलि अगाडि बढेर यसले हाम्रो जनजीवन, विशेष गरी दक्षिण एसियामा कस्तो प्रत्यक्ष असर पारेको छ त्यो हेरौँ। जब समुद्रको पानी तात्छ, यसले आँधी र चक्रवातहरूलाई झन शक्तिशाली बन्न मद्दत गर्छ, एक किसिमले इन्धन थपिदिए जस्तै। अनि परिणाम पहिले भन्दा झन विनाशकारी र लामो समयसम्म चल्ने आँधी बेहेरी। यसको असर कति भयानक हुन्छ भन्ने कुराको एउटा उदाहरण श्रीलङ्कामा देखियो। त्यहाँ सन् 2012 र 2013को बाढीले कम्तीमा 5 लाख मानिसलाई असर गरेको थियो र करिब आधा धान खेत बगाएर लगेको थियो। त्यस्तै भारतको उत्तराखण्डमा सन् 2013मा आएको बाढी र पहिरोलाई सम्झिउँदा जहाँ 5700 भन्दा बढी मानिसको ज्यान गएको अनुमान गरिएको थियो। यो जलवायु परिवर्तनको विनाशकारी शक्तिको अर्को दुःखद प्रमाण हो। र यो असर मानिसमा मात्रै सीमित छैन। मौसम बिग्रिँदा बोट बिरुवाको जीवनचक्रमा असर पर्छ। अनि जङ्गल र वासस्थान नै खलबलिएपछि जनावरहरू कहाँ जाउन्? उनीहरूको खाना र घर दुवै गुम्छ, जसले गर्दा धेरै प्रजातिहरू लोप हुने खतरा बढेको छ। यी सबै कुरा सुन्दा त प्रकृति पीडित मात्रै हो जस्तो लाग्छ होइन त? तर कथा यतिमा मात्रै सकिँदैन। हो, प्रकृतिले विनाश भोगिरहेको छ, तर त्यही प्रकृतिभित्र निको पार्ने अद्भुत शक्ति पनि लुकेको छ। ल अब त्यही प्रकृतिको औषधालयभित्र पसेर हेरौँ। जडीबुटीहरू किन यति फाइदाजनक हुन्छन् त? किनभने यिनीहरूमा प्राकृतिक रूपमै औषधीय गुण हुन्छ। सही तरिकाले प्रयोग गर्दा शरीरको रोगसँग लड्ने क्षमता बढ्छ, घाउ खटिरा निको हुन्छ अनि शरीरलाई बलियो पनि बनाउँछ। अब एउटा यस्तो विशेष जडीबुटीको कुरा गरौँ जसलाई जडीबुटीहरूको रानी भनेरै चिनिन्छ। त्यो हो तुलसी। तुलसीलाई परम्परादेखि नै जीवन दिने बिरुवाको रूपमा मानिन्छ। र यो केवल आस्थाको कुरा मात्र होइन, यसको पछाडि गहिरो वैज्ञानिक कारण पनि छ। तुलसीमा त्यस्तो के छ जसले यसलाई यति महत्त्वपूर्ण बनाएको छ? आउनुहोस् यसको रहस्य खोलौँ। हो, यो कुरा सुन्दा पत्यार नलाग्न सक्छ, तर तुलसीको बोटले दिनको 20 घण्टासम्म अक्सिजन उत्पादन गर्छ र सँगसँगै कार्बन डाइअक्साइड जस्ता हानिकारक ग्यासहरूलाई सोसेर हावालाई शुद्ध बनाउँछ। अब भन्नुहोस्, यो साँच्चीकै जीवन प्रदायक भएन त? तुलसीका फाइदाको लिस्ट त लामै छ। यसले शरीरको इम्युनिटी बढाउनेदेखि लिएर तनाव घटाउन र ब्लड प्रेसर नियन्त्रण गर्नसम्म मद्दत गर्छ। त्यसैले त आयुर्वेदमा यसलाई जीवनको अमृत भनिएको होला। ल अब अर्को एउटा शक्तिशाली जडीबुटीको कुरा गरौँ, यार्सागुम्बा। यो आफ्नो विशेष शक्तिवर्धक गुणका लागि विश्वभरि नै प्रख्यात छ। यार्सागुम्बा आफैमा एउटा अचम्मको जीव हो। यो वास्तवमा एउटा झुसिल किरामा उम्रने ढुसी हो। यसलाई परम्परागत रूपमा शरीरमा शक्ति र स्फूर्ति बढाउनका लागि प्रयोग गरिन्छ। यार्सागुम्बाले शरीरको स्ट्यामिना बढाउँछ, रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ। त्यसैले यसलाई विभिन्न रोगहरूको उपचारमा सहयोगीको रूपमा पनि हेरिन्छ। यो साँच्चै एक शक्तिवर्धक जडीबुटी हो।
त्यसो भए अन्त्यमा हामी फेरि सुरुको प्रश्नमा नै फर्कियौं। एकातिर जलवायु परिवर्तनले हाम्रो ग्रहलाई जोखिममा पारेको छ, अर्कोतिर यही ग्रहले हामीलाई तुलसी र यार्सा गुम्बा जस्ता जीवन दिने उपहार दिएको छ। यसले हामीलाई एउटा गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ कि हाम्रो स्वास्थ्य हाम्रो ग्रहको स्वास्थ्यभन्दा साँच्चै अलग हुन सक्छ र?